प्रथम 64 च्यालेन्ज कप 2079 यही साउन 13 गतेदेखि हुन गइरहेको प्रथम 64 च्यालेन्ज कप 2079 मा सम्पूर्ण खेलकुद प्रेमी महानुभावहरूलाई उपस्थित भएर भरपूर मनोरञ्जन लिनको लागि हार्दिक अनुरोध गर्दछौँ। सहभागी टिमहरू पूर्वाञ्चल युनाइटेड मोरङ, बक्लौरी एफसी, इन्द्रेणी एफसी बराह, जनपथ एकाडेमी विराटनगर, तालतलाया फुटबल एकाडेमी, एमएफसी धरान 15, युवा जागृति क्लब धरान 19, यङ बोइज तरहरा र दियालो जनकल्याण क्लब। मिति साउन 13 गतेदेखि 21 गतेसम्म। समय दिनको 3 बजेदेखि। स्थान श्री पञ्चायत माध्यमिक विद्यालयको खेल मैदान। आयोजक दियालो जनकल्याण क्लब। प्रायोजक रामधुनी 7 वडा कार्यालय र मिडिया पार्टनर goldnepal.com। र खेल सुचारू भएको छ। देवराज ओझा यङ बोइज एफसी तराका गोल किपिङ चौधीबाट भन्दै हुनुहुन्छ। धरानको लागि अवसर हुन सक्यो। हामीलाई साथ दिइराख्नु भएको छ। अगाडि खेल्दैका छन्। देवराज ओझाले बल क्लियर गरिदिए। यो क्रस अडिट बलमा सलमानको लागि पास। यो अवसर ओहो गोल! धरान 19ले गोलको खाता खोलेको छ। हामी स्क्रिनमा देखाइरहेका छौँ। गोल रक्षक द यङ बोइज तरराका गोल रक्षक दोस्रो हाफको खेल सुचारू भएको छ। यो फ्री किक धरान 19 को लागि कप्तान तम्तय देखिन्छन्। विष्णु सुनवारको यो फ्री किक सोझै गोल रक्षकले बल कलेक्ट गरेका छन्। विष्णुले अगाडि खेल्दैका छन्। यो क्रस अवसर छ। यो कोर्नर किक ओहो गोल! गोल! कप्तानले जाली चुबाएका छन्। जर्सी नम्बर 10 का फ्रुविल तबाङ द यङ बोइज खेलमा फर्किएको छ। 1-1 को अवस्थामा खेल। प्रवेश रोय मोइटमा आदत जितेको छ। दिनेश खड्काले फ्री किक प्रहार गरे। देवराज ओझाले उत्कृष्ट बचाउ गरेका छन्। टोय पनि हामीलाई साथ दिइराख्नु भएको छ। योग राय जुडी खेल टोलबाट विजय राय पनि हामीलाई साथ दिइराख्नु भएको छ। ओहो यो लभले सेभ गरे। देवराज ओझाले पनि हामीलाई साथ दिइराख्नु भएको छ। त्यसैगरी प्रसन्न राणा पनि हामीलाई साथ दिइराख्नु भएको छ। रमेशले अगाडि खेल्दिए। दिनेश ओभरल्यापिङमा चढेका थिए। उत्कृष्ट गोल किपिङ अजय लेफ्ट भागमा राम्रो स्विच पास। यो राम्रो पास हुन सक्छ। यो क्रस सोझै गोल रक्षक देवराज ओझाको हातमा। यो खेल पनि चौथो दिनमा आइसक्दा 3 खेल ट्राइब्रेकरमा पुगेको थियो। अभिक राय तरराले जित्छ भन्दै हुनुहुन्छ। सन्तोष बुदेल तरराको समर्थनमा स्वरूप पञ्चम
तामाङ पनि साथ दिइराख्नु भएको छ। त्यसैगरी अझैसम्म रोयस तरोराको समर्थनमा धेरै हामी तरोराको समर्थन देखिरहेका छौँ। यो ट्राई ब्रेकर र पहिलो प्रहार गर्नको लागि अगाडि बढेका छन् द यङ बोइज एफसी तरोराका जर्सी नम्बर 6 का कौशी रोय अगाडि बढेका छन्। कौशी रोय भर्सेस मनोज परियार। यो पहिलो गोल इजी फिनिस गरिदिए कौशी रोयले। धरान 19 को तर्फबाट पहिलो प्रहार गर्नको लागि अगाडि बढेका छन् जर्सी नम्बर 3 का प्रवेश रोय भर्सेस देवराज ओझा। गोल हुन्छ या सेफ हुन्छ। प्रवेश रोय भर्सेस देवराज ओझा। प्रवेश सेफ उत्कृष्ट सेफ। यो बॉयज एफसी तरोराको तर्फबाट दोस्रो शट प्रहार गर्नको लागि अगाडि बढेका छन् जर्सी नम्बर 2 का रोशन पाण्डे भर्सेस मनोज परियार। रोशन पाण्डे गोल। दोस्रो प्रहार गर्नको लागि धरान 19 को तर्फबाट अगाडि बढेका छन् जर्सी नम्बर 9 का माविराज राय। माविराज राय भर्सेस देवराज ओझा। सेफ। यो पनि सेफ गरेका छन्। दोस्रो प्रहार पनि सेफ गरेका छन्। गोल 3 प्रहार गोलमा परिणत गरेको छ यो बॉयज एफसी तरोराले। धरान 19 को लागि तेस्रो प्रहार गर्नको लागि अगाडि बढेका छन् जर्सी नम्बर 12 का सलमान लिम्बू। यो मिस गरेमा यो बॉयज तरोरा दोस्रो चरणमा प्रवेश गर्नेछ। सलमान लिम्बू भर्सेस देवराज ओझा। सेफ 3 प्रहार सेफ गरेका छन्। यो सँगै यो बॉयज एफसी तरोरा ट्राई ब्रेकरमा धरान 19 लाई 3-0 गोलले हराउँदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। 3 गोल सेफ गरेका गोल किपरलाई हामी स्क्रिनमा देखाइरहेका छौँ। देवराज ओझा सम्पूर्ण दर्शकहरूलाई goalnepal.com मा स्वागत गर्न चाहन्छौँ। हामी प्रथम चौचडी कप प्रतियोगिताको यो 6औं दिनको खेलमा रहेका छौँ। अमेरिकाबाट खेल सुचारू गरेको छ यङ बॉयज तरोराले। विमोस लिम्बू अझै पनि बलमा यो क्रस छैन। हाम्रो क्वालिटी कस्तो आइरहेको छ त्यो पनि हामीलाई जानकारी दिन सक्नुहुनेछ। त्यसैगरी हाम्रो साउन्ड सम्पूर्ण योगेशको यो राम्रो स्विच पास अवसर बन्न सक्छ सबिन माझे। अवसर थियो सन्दीपलाई पास गरेका थिए पास गर्न पुगे विवास लिम्बू। सन्दीपको यो लङ प्रहार थियो कुनै पनि खतरा भएन देवराज ओझालाई। रितेश तामाङ बल लिएर अगाडि बढिरहेका छन् योग बॉयजको लागि। रितेश मिडमा उत्सव गोल। यो उत्कृष्ट गोल गर्न सफल द यङ बॉयज तरोराको लागि।
जर्सी नम्बर 30 का उत्सव राई कपिल काछवाल भक्तपुरबाट बान्तवा सोटमा पनि हामीलाई साथ दिइराख्नु भएको छ। सन्दीपको लागि यो सन्दीप बलले अगाडि बढिरहेका छन्। सङ्ग्लौरा पनि हामीलाई स्वाद दिइराख्नु भएको छ। उत्सव राई बलमा यो राम्रो पास राकेश ओ गोल गोल गरेको छ युङ बॉयज तरराले मुले 2-0 गोलले पछि परिसकेको छ आयोजक दियालो जेनेक्लाइन क्लब। राकेशले यो लङ प्रहार साइडमा सन्दीप लिम्बुको यो क्रिकेट सोझै गोलकिपर देवराज ओझाले रोकिदिएका छन्। समीर माझीले अगाडि खेलिदिए कप्तान सन्दीप लिम्बुको लागि। सन्दीप लिम्बु बलले अगाडि बढिरहेका छन्। राम्रो गोल जर्सी नम्बर 17 का सतीश लिम्बु गोल गरेर सफल। लङ थ्रो इन क्रस बारमा लागेर फर्केको छ यो लङ थ्रो इन। सन्दीप बलमा अझै पनि यो अवसर बन्न सक्छ। अवसर छ यो सुनत राई पनि हामीलाई साथ दिइराख्नु भएको छ। त्यसै गरी योन्जन खाजुम पनि साथ दिइराख्नु भएको। यो थ्रु पास यो अफसाइड आज पनि बलमा हेमले क्रस गरे सन्दीप छन् बलमा ओ यो फितालो प्रहार थियो सन्दीप लिम्बुको। ह्याप्पी घरती मगर पनि नाइस प्ले भन्दै हुनुहुन्छ। सुचारू भएको छ। रोमन किरण राई उमेश राईलाई खेलेका छन्। उमेशले अगाडि खेले यो थ्रु पास अवसर बन्न सक्छ। गोलको खाता खोलेको छ तलतलिया फुटबल एकाडेमीले। अभिषेक गिरीले बल क्लियर गरिदिए। असीमित कार्की कप्तान प्रदीप बल लिएर अगाडि बढ्दैछन्। प्रदीपलाई रुत्रुमा आफ्नो टोलीलाई 2-0 को अग्रता। कप्तान प्रदीप धनजितलाई पास धनजितले साइड स्विच गरेका छन्। रोमनको लागि बल क्लियर गरिदिए गोलरक्षक देवराज ओझाले। गोलरक्षक उत्तम राईले बललाई जोगाएका छन्। 3 हेडर थियो उमेश राईको। काशी उमेश राईले बल फिटाएका छन्। यो अवसर नेट पास रोदन साइडमा मनोज सरज पनि मनोजको यो प्राण गोल योङ बॉयज क्लब तराको तर्फबाट गोल भएको छ। जर्सी नम्बर 7 का मनोज लिम्बुले गोल गरेका छन्। र अहिलेसम्मको ताज अवस्था तालतलिया फुटबल एकाडेमी 2 योङ बॉयज फुटबल क्लब तरा 1 को अवस्थामा। रितेश रोकिदिएका छन् गोलकिपर देवराज ओझाले। 5 मेन वाल रहेका छन्
गोलकिपर देवराजले गोल! यो गोल सँगै 3-1 अवस्थामा यो खेल यो अवस्था सोझै गोलकिपर देवराज ओझाले कलेक्ट गरे प्रदीप श्रेष्ठ विष्णुलाई थ्रु पास विष्णु श्रेष्ठलाई पास यो अवसर छ गोल ह्याट्रिक गर्न सफल असीमित कार्की बल लिएर अगाडि बढ्दैछन् असीमित बल लिएर अगाडि अवसर छ असीमित गोल जर्सी नम्बर 4 का असीमित कार्कीको गोलसँगै खेल 4-2 को अवस्थामा पुगेको छ साइडको फ्लाइट रेच गरे असीमित अगाडि खेले उत्सवको लागि असीमित अझै पनि बलमा यो थ्रु पास अवसर छ यो गोल जर्सी नम्बर 14 का विशाल रोयले गोल गरे खेल 4-3 को अवस्थामा पुर्याएका छन् खेल समाप्त भएको छ तालतालिया फुटबल एकाडेमी यङ बोइज ब्रेकअप तरलालाई 4-3 ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ र यो सँगै यङ बोइज फुटबल क्लब तरहरा प्रथम 64 बिघा च्यालेन्ज कपको सेमी फाइनलबाट बाहिरिएको छ र योबाट हामी के बुझ्न सक्छौं भने जिन्दगीमा सधैँभरि सुखद अन्त्य हुँदैन देयर इज नट अलवेज अ ह्याप्पी एन्डिङ द्याट्स इट कीप लभिङ कीप वाचिङ देवमाली थ्याङ्क यू सो मच धेरै धेरै धन्यवाद जय नेपाल